किन अब त्यसो हुनुको कारण चाहिँ मौसमले पनि हामीलाई साथ दियो है। मौसमले पनि प्रकृतिले साथ दियो, त्यसले गर्दाखेरि थुप्रैले काम गर्यो। थुप्रै यहाँ अवस्था हो, हामी यहाँ केही छौँ। सबैजनालाई धन्यवाद छ। अब भोलि पनि अलिकति यहाँ केहरू हुन्छ, तर भोलि यत्रो ठुलो हुँदैन। पर्सि चाहिँ हाम्रो फेरि बृहत बृहतै हुन्छ ल भन्ने बृहतै हुन्छ। तलबाट यसो चाहिँ भुइँलाई गर्छौँ। यहाँ माथि अनि त्यो पिच बाटो, त्यो पिच बाटोबाट पनि तपाईँको चाहिँ हामीले एउटा कलभर्ट जस्तो बनाउनु पर्छ लागेको छ मलाई। इन्जिनियरले भन्ने हो है। ध्यान दिउँ है, ध्यान दिउँ है, अब ध्यान दिउँ है, अब ध्यान दिउँ है, अब ल ध्यान दिउँ है, सबैले ध्यान दिउँ। नबोल्नु है, नबोल्नु है, बिल्कुल नबोल्नु है। यता सुन्नु है, यता सुन्नु है, यता सुन्नु है, यता सुन्नु न। म बोलिसकेपछि भने बोल्नु है। 2 मिनट हो, सास मात्रै फेरौँ ल। ध्यान दिउँ ल। हामीले अत्यन्तै ठुल्ठुला कामहरू गरिराखेका छौँ। यो एउटा यो मध्येको एउटा ठुलो श्रमदानबाट गरेको प्रोजेक्ट र यहाँ सहयोग गर्नुहुने सबैलाई म धन्यवाद दिन चाहन्छु। आज पनि सहयोग गर्नुभएको होला, खाना खाने पैसा के भनेर सुन्दै थिएँ होइन। सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद दिन चाहन्छु म। र सबैजनालाई तपाईँहरूलाई पनि धन्यवाद छ। अब यहाँ बुझौँ है, अलिकति थोरै मैले अलिकति तपाईँहरूको ध्यान आकृष्ट गर्न चाहेँ। हामी श्रमदाता कस्तो मान्छे हो भन्दाखेरि चाहिँ कहिले हार नमान्ने मान्छे, कहिले नथाक्ने मान्छे, कहिले हरेस नखाने मान्छे। घाम भनेर पनि पछि नपर्ने, पानीमा पनि पछि नपर्ने होइन, भिर पाखामा पनि पछि नपर्ने त्यस्तो मान्छे हाम्रो गीतले भने। घाम पानीले रोक्दैन, भिर पाखाले छेक्दैन, आँधी हुरी बतासले तिम्रो बाटो मोड्दैन, तिमी हौ श्रमदाता। छातीभरि यो देश बोकी पाखुरामा विश्वास, छातीभरि देशको माया पाखुरामा गरी खान्छु, यो देशलाई चाहिँ म उठाउँछु भन्ने एउटा होइन विश्वास, पाखुरामा विश्वासले होइन। अटल बनी बडा अघि सलाम तिम्रो संकल्पमा, त्यस्तो श्रमदाता होइन। अत्यन्तै खुसी लाग्छ मलाई तपाईँहरू जस्तो मान्छेहरूसँग काम गर्नु पाउँदा, अत्यन्तै खुसी लाग्छ। तपाईँहरूलाई पनि मसँग काम गर्नु पाउँदा खुसी लाग्छ होइन। हो, अब यो देशमा राम्रो सुनौँ है, पार्टीको कुरा, जातिको कुरा, धर्मको कुरा नगरिरहँ है। केही पाइँदैन, खालि मनमटाव हुन्छ, झगडा हुन्छ, ढुङ्गा हाना, कटाक है, मुद्दा हालाहाल, बाटो छेका छ। हामीले अब मिलेर काम गर्नुपर्छ, मिलेर यो देशको लागि काम गर्नुपर्छ। जसरी हामीले ड्रेन बनायौँ नि, यो ड्रेन भनेको चाहिँ देश हो भनेर बुझ्नुहोस् होइन, त्यसरी बुझ्नुहोस्। जसरी हामीले यो चाहिँ ड्रेन बनायौँ त्यसरी नै मिलेर काम गर्नुपर्छ। यो मेसेज हामी सबैले अब दिनु जरुरी छ। कुरा बुझेर काम गर्नु जरुरी छ। काम मात्रै गर्ने गधाले काम त गर्छ, हामी भन्दा धेरै गर्छ गधाले, बुझ्नुभयो नि। यहाँबाट तपाईँको हिँडाउँदै लानु, हिलेसम्म भारी बोकेर जान्छ 300 केजी होइन, तर हामी त्यत्रो गर्न सक्दैन। कुरा नबुझिकन काम गर्नु हुँदैन, कुरा बुझेर काम गर्नुपर्छ। म भन्छु नि, चेतना र पसिना, विचार र औजार, यो दुईटा कुरा चाहिएको छ त्यसमा है। चेतना छैन भने काम छैन। त्यो चेतनाले उठेर आउनुपर्छ, विचार हामीसँग हुनुपर्छ। त्यो पनि म भन्न चाहन्छु। खालि यो मसला मात्रै बोक्ने, कुरै नबुझी मसला मात्रै बोकेर त्यो श्रमदाता होइन, त्यो श्रमदातै होइन। एकछिन यसो चाहिँ नै होइन, जाउँ न त साथीले भनेर आएको मान्छे मात्रै हो है। त्यो एक दिन आउँछ, भोलि आउँदैन त्यो मान्छे है। एक दिन आउँछ, भोलि आउँदैन, फोटो खिच्नलाई मात्रै आएको हुन्छ त्यो है। तर विचार सहित आएको, कुरा बुझेर आएको,
मान्छे चाहिँ पक्का श्रमदाता। तपाईहरू सबैजना त्यस्तो वास्तविक असल श्रमदाता हुनुपर्छ भन्ने म अनुरोध गर्न चाहन्छु। म तपाईँहरूलाई मलाई सुन्नुहोस् नबोल्नुहोस् भन्छु नि, किन भन्दाखेरि मैले बोलेको हरेक शब्दले केही न केही भनिराखेको हुन्छ क्या, होइन? त्यो कुरा तपाईँले साथीसँग बोल्नु भने त्यो छुट्छ क्या, त्यो छुट्छ, अलिकति छुट्छ, ग्याप रहन्छ त्यहाँ। अनि त्यो ग्यापभित्र के भन्यो भने पुरा कुरा बुझिँदैन, पुरा बुझेर काम गर्नुपर्छ, अनि मात्रै मजा आउँछ। त्यसले गर्दाखेरि म भन्न चाहन्छु यहाँहरूले कुरा बुझेर श्रमदान गर्नुपर्छ, होइन? कुरा बुझेर श्रमदाता बन्नुपर्छ। हाम्रो गीतले कस्तो कस्तो कुराहरू भनिराखेको छ क्या, होइन? खेतबारी बाँझो राखे आकाशतिर हेर्दा डुब्न लाग्यो देश आज जिउने शैली हेर्दा, गफै गरी मिठो खाना राम्रो लाउन खोज्दा होस गर नेपाली हो देश घुम्ने हिँड्छ। त्यो गीत मात्रै होइन, त्यो त ठुलो मेसेज हो। त्यसको हरेक शब्दलाई हामीले बुझ्नुपर्छ, होइन? देश बाँझै लडिराखेको छ। यत्रो ठुलो धरानको चाहिँ के अरे बजार हो यो नारायण चोक भने, बजारमा ड्रेन छैन, है? अनि बाँझो छैन त देश, होइन? धरान जस्तो आधुनिक शहरको नारायण चोक जस्तो बजारमा ड्रेन छैन, होइन? पर्दैन ताली, पर्दैन, गुलाउँछ मात्रै। ध्यान दिउँ है। भनिसकेपछि हामीसँग केही छ त छैन, है? भोटाङमा कस्तो भइरहेको होला, तिर्थुममा कस्तो भइरहेको होला, गाउँ गाउँमा कस्तो के भइरहेको बिजोग भइरहेको छ। त्यो बिजोग स्थितिको देशलाई अब हामीले सहज, होइन, खालको हामीले चाहिँ बनाउनु पर्छ, है? दुर्गमलाई सुगम बनाउने अभियान पनि हो यो। र यो अभियानमा बिना स्वार्थ, होइन, म त यस्तो, म त त्यस्तो, म त ठुलो मान्छे हो, त्यो नभन्नु। ठुलो मान्छे कोही पनि छैन यहाँ, है? हामी सबै मान्छे हो। एउटा मान्छे बराबर अर्को मान्छे, अर्को मान्छे बराबर अर्को मान्छे। महिला र पुरुषमा पनि फरक छैन। यहाँ मैले देखेको पुरुषभन्दा धेरै त महिला नै तपाईँको श्रम गरिराख्नु भएको छ। संख्यात्मक हिसाबले महिला नै धेरै हो। त्यसले गर्दाखेरि हामीमा केही पनि फरक छैन। म त यस्तो उस्तो भनेर चाहिँ हामीले ठुलो घमण्ड गरेर काम छैन। काम गर्नुपर्छ, होइन? म धरान उपमहानगरपालिकाको मेयर हो। पदीय हिसाबले म भन्दा ठुलो मान्छे छैन धरान, तर म जस्तो काम गर्छु नि त्यो एउटा लेबरले गर्ने काम, होइन? हो, लेबरले गर्ने काम पनि गर्दाखेरि मेरो पद घट्यो त? मेरो पद घटेन भने त्यो मान्छे जो मान्छे घरमा बसिराखेको छ भने उसले हामीले हेरिराखेको छ, होइन? उसलाई आउनु त मन लाग्छ, तर गएर यस्तो कसरी काम गर्ने होला, त्यो त कहिल्यै गरेको छैन, होइन? भनेर उसलाई चाहिँ हिंताबोध भइराखेको छ भने हिंताबोध नगर्नु, होइन? तपाईँले देशका लागि माटो छुने हो, तपाईँले देशका लागि सिमेन्ट बोक्ने हो, तपाईँले देशका लागि ढोका बोक्ने हो। त्यो देश तपाईँको पनि हो नि। त्यसले गर्दा तपाईँ आउनुपर्छ। तपाईँको हैसियत के छ, तपाईँसँग कति पैसा छ, तपाईँ कति पढेको मान्छे, त्यो मतलबै छैन, होइन? मतलब छ त सिर्फ तपाईँले यो देशका लागि पसिना बगाउने हो या होइन भन्ने प्रश्न हो। त्यसले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, घरमा, होइन, नबसिराख्नुहोस्। धरानमा हामी यति मात्रै छैनौँ, है? धरानमा हामी यति मात्रै छैनौँ। 2 लाख जनसङ्ख्या भएको धरानमा 1% मान्छे भनेको 2000 हो। 2000 मान्छे हामी कहिले पनि निस्केका छैनौँ। 1% मान्छेले पनि श्रमदान गरेको छैन धरान, होइन? हामी नेपालीहरू स्वार्थी छौँ, हामी नेपालीहरू लोभी छौँ, हामी नेपालीहरू पापी पनि छौँ, हामी नेपालीहरू अल्छी छौँ। 4वटा रोग मध्ये कुनै न कुनै रोग हामीलाई लागेको छ। कि त हामी अल्छी छौँ, कि त स्वार्थी छौँ, कि त लोभी छौँ, कि त पापी छौँ। यो 4वटा रोगबाट मुक्त हुनका लागि हामी श्रमदानमा आउने हो। श्रमदानमा निस्वार्थ भावले आउने मान्छे त्यो 4वटा रोगबाट मुक्त मान्छे, स्वस्थ मान्छे। हाम्रो श्रमको सिद्धान्तले के भन्छ, फेरि म दोहोऱ्याउँछु, अल्छी बन्नु भनेको जिउँदै मर्नु। हामीले लगाएको टी सर्टको पछाडि के लेखेको छ भन्दा, होइन, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश, होइन? हो कि न भन्नु त? हो, हो। त्यहाँ के भन्छ? श्रम गर्छु भन्छ, होइन? पसिना बगाउँछु भन्छ,
हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास। हामी अरूको आशा हेर्दैनौ। यो चाहिँ नै ड्रेन बनाउनको लागि अरूको आशा हेरिराखेको भए हुन्थ्यो? हुँदैन त, होइन? यहाँदेखि अहिलेसम्म गरौँ है, आधी घन्टैमा सक्यो नि त, होइन? अघि मलाई मल्सी लागेर यस्तै छोडिदिउँ, बाहिर जाउँ भनेको भए यतिखेर गइन्थ्यो, हुँदैन थियो? हुन्थ्यो? हो। त्यसले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, जाँगर चलाउनु पर्छ, जाँगर चलाउनु पर्छ। हामी अल्छी भएको कारणले गर्दाखेरि, पौरखी नभएको कारणले गर्दाखेरि देश पछि परेको। सबैलाई अल्छी लाग्छ, विभिन्न बाहना छ, होइन? म त बिरामी छु, बाहना। काम गर्दैन नि बिरामी छ नि, होइन? पसिना बगाए पो बिरामी हुँदैन, होइन? म त यस्तो छ, बहाना क्या, है? बहाना धेरै हामी बनाउँछौँ, बहाना नबनाऊ। हामी कोही पनि अस्वास्थ्य छैनौँ, कोही पनि बिरामी छैनौँ, सबै मान्छे हामी स्वस्थ हो, है? सबै मान्छे हामी बलियो हो। त्यसले गर्दाखेरि म भन्न चाहन्छु, बहानाबाजी छोडौँ, श्रमदानमा जोड्नुपर्छ। श्रमदान मात्र यस्तो एउटा विकल्प हो जसले यो देशलाई उठाउन सक्छ। यो विकल्प बाहेक अरू छैन। लेखेर राख। विदेशी ऋण लिएर, होइन, बाटो बनाउँछु भनेर हुन्छ? पाखुराको दमले बनाउने हो, है? म त अझै भन्छु, यो गिट्टी पनि बगरैभरि भएर टडङ कुटौँ, रास कुटौँ, होइन? 1000 जना, 1000वटा मार्तल चलाउँ न, गरिरहोस्, है? खोइ जाने चुप लाग्नु, त्यो अनावश्यक कुरा नगर्नु, है? यो सन्दर्भ एकातिर छ, अर्को फेरि कता सुन्नु है। त्यसले गर्दाखेरि हामीले सबैले श्रम गर्नु, यतिले हुँदैन, यो त के हुँदै होइन, यो त समुद्रको एक थोपा पनि होइन। यति धेरै काम गर्नुपर्छ कि यति धेरै काम, त्यस्तो काम गर्न मन लाग्छ। तपाईँलाई लाग्छ? हो क्या? बिस्तारै तपाईँहरूले बुझ्दै हुनुहुन्छ। यति धेरै काम गर्नु मन लाग्छ कि मलाई त यो त रात किन परेको भन्छु क्या। ठुल्ठुलो फ्लडलाइट लिएर रातभरि गर्नु बा त, है? तपाईँलाई लाग्छ कि लाग्दैन? है? निन्द्रा लाग्यो भने पनि एकछिन चाहिँ यसो बेलुकामा सुत्यो, फेरि उठ भाइ दिए, होइन? त्यसरी काम गर्नु, है? किनभने नि यहाँ सुन्नु है, किनभने हामी धेरै पछि पर्यो। हाम्रो मुलुक, होइन, छिमेकी मुलुकहरू भन्दा 150 वर्ष 100 वर्ष पछि परिसक्यो। हामीसँग केही पनि छैन, है? हामीसँग केही पनि छैन। हामीले खाने भात त तपाईँको हाम्रो होइन, हाम्रो उत्पादन होइन, है? हामीले लगाउने लुगा हाम्रो होइन, यो सबै तपाईँको विदेशबाट आइरहेको छ। त्यसले गर्दाखेरि अब देश त्योतर्फ लाग्नुपर्छ भन्ने एउटा उदाहरण, भन्ने एउटा अभियानको सुरुवात भएको छ। कतिले भन्छ राजनीति गर्यो, राजनीति छोडिदिनुहोस्, होइन? राजनीति छोडिदिनुहोस्, है? मैले यहाँलाई भनिराखेको छु, चुनाव आउँछ, चुनावमा म उठ्छु पनि, उठ्दिन पनि, उठेँ भने मलाई भोट दिनै पर्छ पनि भन्दिनँ। तर म नगर प्रमुख रहन्जेलसम्म, तपाईँको नगर प्रमुख भएको नाताले तपाईँ मलाई सघाउन आउनुपर्छ, है? म एक्लैले मैले कोकाको पाइप तानी हिँड्नु हुँदैन, होइन? तपाईँ पनि आउनुपर्छ। त्यो कोकाको पाइप तपाईँको छैन जोगाउनका लागि 2-4 जना लिएर कुदी हिँड्नुपर्ने होइन, तपाईँहरू पनि आउनुपर्छ, होइन? नारायण चोकको यो धरानकै हो, यो ट्रेन बनाउनलाई म मात्र 1-2 जना यसो होइन, तपाईँहरू पनि आउनुपर्छ। मिडिया मार्फत म सबैलाई भनिरहेको छु, सबैजना आउनुपर्छ। यो देश बनाउने अभियान हो यो, है? चुनाव जित्ने अभियान होइन, है? चुनाव जित्ने अभियान होइन, यो देश बनाउने अभियान हो। यो देशलाई त तपाईँको छैन, यस्तो बनाउनुपर्छ, तपाईँ हामी सबै मिलेर त्यो गर्नु। तपाईँहरूलाई म त्यो भन्न चाहन्छु, होइन? कुरा नबुझी काम नगर्नु, होइन? कुरा बुझेर मात्रै काम गर्नु। त्यो कुरा बुझ्नु पहिला। तपाईँ के को लागि आउनुभयो यहाँ भन्दा देश बनाउनु आउनु। देश बनाउनु भन्ने बित्तिकै यो चाहिँ बनेर त्यहाँमाथि सकेपछि अब देश बनी गयो त भन्नुको मतलब अर्को पनि ल्याउँदै रहेछ साथीले भनेर बुझ्नुभयो। त्यो त लाइनमा छ। सबै कुरा सुन्यो भने आत्तिनुहुन्छ भने नसुनाएको,
होइन आत्तिनुहुन्छ नि त अब यत्तिकै किसिम आकाशको तारा जस्तो छ काम होइन नगर्ने भन्नुहुन्छ होला भनेर मैले नभने है त्यो चिज हो। त्यसले गर्दा म सबैलाई भन्न चाहन्छु मित्रहरू, सबैजनालाई भन्न चाहन्छु अब हामी सकारात्मक तरिकाले त्यसरी जान्छौँ। तपाईँहरू सबैलाई धन्यवाद छ है, तपाईँहरू सबैजनालाई धन्यवाद छ। तर घरमा बसिराख्ने श्रमदानमा जाउँ भने फेरि जिस्काउँछ भन्ने पनि छ त होइन। काम गर्दाखेरि यता सुन्नु भाइ काम गर्दाखेरि काम नगरोस् भन्ने मान्छेहरू छ क्या होइन। अब जस्तै यो 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 के अरे सबै बिग्रेको छ भत्केको छ भने चाहिँ त्यो बनाइदिन्छु भन्दै तपाईँको चाहिँ राजनीति गर्न पल्केका मान्छेहरू छन् क्या है। बनाउनु चाहिँ होइन फेरि है। धरानको खानेपानीको लागि कति वर्ष एजेन्डा बनायो होइन। म आएर खानेपानीको तपाईँको समस्या समाधानै गरिदिएँ भन्दा हुन्छ है। अब फेरि हामीले कोकाको पाइप एउटा तान्न जानुपर्ने छ यहाँ माथिबाट अर्को एउटा चाहिँ उसँग त्यो म भन्छु एकचोटि दुईचोटिको श्रमदानमा सकिन्छ होला त्यो धरान आइपुग्छ माथि मन्दिरको छेउछाउमा है। यहाँ पर उपभोक्ता समितिसँग हाम्रो चाहिँ सहमति भएको छ तर शान्त रूपमा त्यता पनि हामी जान्छौँ। र यहाँ सबैजनालाई म भन्न चाहन्छु होइन बी पोजिटिभ अलवेज होइन, सकारात्मक